2 दिने जुन नगर स्तरीय कृषि पशु तथा लघु उद्यम प्रदर्शनी मेलाको पत्रकार सम्मेलनमा छौँ र यसमा हामी के तयारीमा पुगेका छौँ र क्रमिक रूपमा हामीले के गर्छौँ भन्ने कुरा म वाचन गर्ने अनुमति माग्दछु र सुरु पनि गरेँ। मन्थली नगरपालिका नगरसभाको 17औं अधिवेशन 2082 असार 7 गते सम्पन्न हुँदा आर्थिक विकास समितिको बैठकबाट प्रस्तावित नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला कार्यक्रमका लागि रु 6 लाख बजेट विनियोजित भएको छ। मिति 2082 पौष 9 गतेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार आर्थिक विकास समितिद्वारा प्रस्तावित मिति 2082 साल पौष 26 र 27 गते 2 दिने प्रदर्शनी मेला वडा नम्बर 1 हाटेचौर चौमारे हाट परिसरमा आयोजना गरिएको छ। किसान र उद्यमीहरूले नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन गरेका बाली वस्तुहरूको प्रबन्धन गर्ने, एक आपसमा ज्ञान, सिप र प्रविधि साटासाट गर्ने, उत्पादक उपभोक्ता र व्यापारी बीच सम्बन्ध विस्तार गर्ने, नगरपालिका उत्पादित बाली वस्तुहरूको व्यवसायीकरणमा टेवा पुर्याउने, उत्कृष्ट कृषक र उद्यमीलाई सम्मान गर्ने प्रमुख उद्देश्यका साथ नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला 2082 गर्न लागि छ। गत वर्षको अनुभव, अन्य महोत्सव मेला समेतको अनुभवको आधारमा आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्रममा लिनुपर्ने थप निर्णय र गर्नुपर्ने कार्यका बारेमा राय सल्लाह र सुझाव दिने र यो कार्यक्रमको आयोजना गरिएको छ। कार्यसूची र प्रगति। नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला 2082 को प्रमुख अतिथिको रूपमा बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री माननीय मधुसूदन पौडेलज्यूलाई निमन्त्रणा गरिएको छ। त्यसैगरी कार्यक्रमको उद्घाटन 2082 साल पौष 26 गते बिहान 10 बजे हुनेछ र समापन कार्यक्रम 2082 पौष 27 गते 1 बजे रहेको छ। प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिका साथै जिल्ला स्थित कार्यालय, सङ्घ संस्था, समिति लगायत सम्पूर्ण आमन्त्रण तथा पत्रचार गर्ने कार्य भएको छ। नगरपालिका र वडा कार्यालयको फेसबुक पेज, रेडियो, ब्यानर आदिको माध्यमबाट प्रचार प्रसार गरिएको छ। प्रदर्शनी मेलामा बालीतर्फ तरकारी, फलफुल, मसला बाली, दलहन, कन्दमूल, नर्सरी गरी 36 वटा र पशुपन्छीतर्फ बोका, अन्डा, दुग्धजन्य पदार्थ 6 वटा र लघु उद्यमतर्फ हाते होजियारी, दुना टपरी, सिस्नोको पाउडर, खोस्टाको फुल र परालको जुत्ता, बेकरी, जुस, बाँसजन्य सामग्री, साबुनजन्य ढाका, गलैँचा 11 वटा गरी जम्मा 53 वटा आवेदन प्राप्त भएको छ र सबैलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराउने गरी तयारी पुरा भएको छ। सहभागी कृषक र उद्यमीहरूलाई खाना, खाजा, बास, आते जाते सामग्री, ढुवानी र प्रति स्टल 1 जना व्यक्तिको लागि सुविधाको व्यवस्था गरिएको छ। प्रदर्शनी मेलामा सहभागी हुने उत्कृष्ट कृषक र उद्यमीहरूलाई पुरस्कृत गर्न आर्थिक विकास समितिका संयोजक स्वयं, अब मै भन्नु पर्यो यहाँ नाम भन्दै, नवराज थापमज्यूको संयोजकत्वमा 6 सदस्यीय समिति गठन भएको छ। मूल्याङ्कन कार्यलाई पारदर्शी बनाउन संयोजक बाहेक अन्य सदस्यले मात्र गर्नुहुनेछ। त्यो जुन मूल्याङ्कन चाहिँ संयोजक भाइहरूले गर्नुहुनेछ भने हो। त्यसैगरी प्रदर्शनी मेलामा आएका मध्ये 10 वटासम्म विभिन्न विधामा पुरस्कृत गर्ने योजना रहेको छ। पुरस्कार रकम प्रति विधा यो रु 6700 हो। यो कर सहितको हो। कर बाहेक चाहिँ 5000 चाहिँ पाउनुहुनेछ। व्यवस्था गरिएको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न समिति, उपसमिति, टोली गठन गरी कर्मचारीलाई जिम्मेवारी बाँडफाँड गरिएको छ। गत वर्ष करिब 7000लाई अपकलन गरेको र 10 लाख रुपियाँ बराबरको उत्पादन बिक्री भएको थियो र यस वर्ष अझ थप प्रगति हुने अपेक्षा गरिएको छ। त्यसैगरी हामी विभिन्न अब यो कार्यालयको मूल्याङ्कन समितिहरूको नाम चाहिँ हामीले प्रस्ताव गरेका छौँ। स्वयं नगरपालिकाले गरेको कार्यक्रम भएको हुनाले मूल्याङ्कन समितिका अन्य सदस्यहरू तपसिल बमोजिम रहेका छन्। 1 उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रतिनिधि, 2 राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछापका कृषि अधिकृत, 3 कृषि विकास कार्यालय रामेछापका बाली संरक्षण अधिकृत, 4 पशु सेवा कार्यालय सिन्धुली अञ्चल पशु सेवा केन्द्र रामेछापका प्रमुख, 5 उद्योग वाणिज्य सङ्घका महासचिव। पहिले चाहिँ हामीले कर्मचारी राखेका थियौँ, अहिले चाहिँ स्वयं प्रतिनिधि हुनुहुन्छ पदाधिकारी। मूल्याङ्कन मापदण्ड 9 वटा। गत वर्ष पशु क्षेत्र, पशु सङ्ख्या, व्यवसायको लगानी 15 को वेटेज चाहिँ कति रहने भन्ने कुरा चाहिँ हामीले वेटेज यसरी निर्धारण गरेका छौँ। वार्षिक उत्पादन परिणामलाई 10 अङ्क, रोजगारी सिर्जनालाई 10 अङ्क, व्यवसायको अवधि अनुभवलाई 10 अङ्क, बाली वस्तु सामग्रीको गुणस्तर 15 अङ्क, व्यवसायको दिगोपनामा 10 अङ्क, नवीनतम कार्यमा 5 अङ्क, स्टल व्यवस्थापन अवलोकनकर्तासँग अन्तर्क्रियामा 10 अङ्क, समितिका सदस्यको स्वमूल्याङ्कनमा 15 अङ्क। गत वर्ष पुरस्कृत विधा कृषि 3, लघु उद्यम 2, बोका बाख्रा 1, डेरी 1, समितिले आवश्यक ठानेका 3। अन्तमा यस मन्थली नगरपालिकाको उपलब्ध स्रोत साधनलाई प्रयोग गरी नगरवासीको अधिकतम हितका लागि कार्यक्रम तय गरेको छ।
यस नगर स्तरीय कृषि तथा पशु उद्यम प्रदर्शनी मेला 2082 कार्यक्रमको लागि रचनात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछु। आगामी दिनमा अझ बढी प्रभावकारी बनाउन तपाईँ हाम्रो हार्दिकतापूर्ण समझदारी र आपसी सहयोग रहनुपर्छ भन्ने चाहन्छु। धन्यवाद। मिति 2082 पुस 24 गते। आज यो तयारीको विषयमा मैले भने अन्य